बढाएँ। मैले जनता समाजवादी पार्टी सञ्जय दलको पत्रबाट विशेष समयको माग भएको छ। उक्त समय बोल्न माननीय निर्मला लिम्बुलाई म समय दिन्छु। समय 10 मिनट। बस्नु मानेजी, एउटा उसमा बस्नुपर्छ। बस्नु मानेजी, बस्नुहोस् यो। संशोधन हाल्न रोकेको छैन मानेजी। यहाँले संशोधनै ल्याउनु भएन। नल्याएपछि सभामुखले संशोधन ल्याऊ भन्नु पर्दैन। हाम्रो प्रदेश सभा नियमावलीमा संशोधन ल्याउने स्पष्ट छ। यहाँले ल्याउनु भएन। अब यहाँहरूले भनेको कुरामा ध्यान पुगेर मैले अहिले पढेको रिडिङ पेपरमा पूर्वपक्षी दलको नेताको यसमा असहमति छ, सर्वसम्मतले होइन भन्ने ढङ्गका कुराहरू राख्नु भएको छ भन्ने सम्मको कुराहरू यहाँ सम्बोधन गरेर यहाँहरूको सम्पूर्ण कुराहरूलाई चाहिँ रेकर्डमा दर्ता हुने गरी चाहिँ भनिसकेको भएको हुनाले यहाँहरूले चाहिँ अब हिजो सकिएको कुराहरूलाई चाहिँ नबढाइदिकन सदन अगाडि बढाउन मैले अनुरोध गरेँ। मान्य सदस्य